ल सम्पूर्ण साथीहरू नमस्कार। मैले यस वर्ष लोकल काँक्रालाई व्यावसायिक रूपमा उत्पादन गर्ने तयारी अनुसार सोच अनुसार मैले जमिनको तयारी गरिराखेको छु। यसरी माटो र मल मिक्स गरेर 15 दिन जति ड्याङ तयार गरेर राख्ने, 1 देखि 1.5 मिटरको दूरीमा यो गरिराखेको छु भने यो नर्सरी भइराखेको छ। यो टनेलभन्दा बाहिर खुला आकाशमा भएको नर्सरी हो। मादले काँक्रो र डल्ले काँक्रोको नर्सरी तपाईँले चाहिँ देख्नुभएको छ। हाम्रै गाउँ वरिपरि भएका बाँसहरूलाई विभिन्न साइज अनुसार काट्न सकिन्छ। मैले त्यही गरिराखेको छु र यसरी साइजका चाहिँ किला बनाएर त्यो माथि बाँसहरू तेर्स्याएर यहाँ माथि फेरि झाङहरू भरेर यसलाई सहज ढङ्गले फल्नको निम्ति सहजीकरण गर्न सक्छौँ। यो खालको तयारी भइरहेको छ र यहाँ करिब 80% काम सकिएको छ। यसरी तपाईँले पनि लोकल काँक्रालाई व्यावसायिक रूपमा उत्पादन गर्नुभएको छ भने मलाई पनि आवश्यक सुझाव र सल्लाह दिनुहोला है।